हेलो गाइज, के छ खबर होइन? तपाईँहरू चाहिँ सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। सो त्यस्तै आजको मौसम भने चाहिँ यस्तो रहेको छ होइन। अहिले चाहिँ बेलुकाको 6:15 सवा 6 भएको छ। सो अहिले चाहिँ एकदम हल्का फुल्का होइन झरी परिरहेको छ। यो चाहिँ दिउँसैदेखि परेको झरी हो। सो आजको मौसम चाहिँ यस्तो रहेको छ गाइज होइन। आज चाहिँ साउन महिना सुरु भएको, आज चाहिँ 1 गते हो क्या, साउन 1 गते। आज चाहिँ अब हुन्छ नि हल्का स्पेसल त्यही हुन्छ होइन। अब आज चाहिँ हामी देख्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ आगो पनि फुकेको छैन। सो क्या चाहिँ म आगो फुक्ने काम गर्छु होइन। भिडियो हेर्दै गर्नु होला। आज चाहिँ टक्क लाएर होइन स्पेसल हुन्छ। हाम्रो मम्मी चाहिँ बाख्रा सार्नु भयो होइन। के खोज्नु भयो? सल्लाहपात चाहिँ किन चाहियो र? ए गाइज बिर्सिरहेको है, आगो फुल्नुलाई सामान चाहिन्छ होइन। सो गाइज यहाँ मम्मीले सल्लाहको पात ल्याएर राख्नु भएको छ अरे होइन। हो है त अनि छैन त यहाँ ल छैन यहाँ। ए यतापट्टि रहेछ नि होइन। यो हो सल्लाहको पात भनेको चाहिँ। अब यसद्वारा चाहिँ म आगो फुक्नेछु। सो भिडियो हेर्दै गर्नु होला। देख्न सक्नुहुन्छ यहाँ चाहिँ होइन हाम्रो घरमा चाहिँ के चाहिँ हो भन्दाखेरि यो चाहिँ हो गाइज के हो तपाईँहरूलाई अब थाहा नै छ होला है। यसको नाम मैले भनिराख्नु पर्दैन। सो गाइज आज चाहिँ होइन त्यसले के काम गरेको छ, त्यही भएर चाहिँ आज एकदम स्पेसल के छ भन्दाखेरि खै कहाँ चाहिँ राख्नु भएछ त मम्मीहरूले। गाइज 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 ओ यो त खाली बट्टा रहेछ है, खाली भाँडो रहेछ। सो यहाँ मुनि चाहिँ के होला कि? सो गाइज यहाँ नि के रहेनछ, यहाँ मुनि केही होला कि? ओ माई गड केही पनि रहेनछ यहाँ पनि। मैले खोजेको चाहिँ कहाँ रहेछ त? सो कहीँ पनि देखिँदैन। यो चाहिँ खाली भाँडा। ओ यहाँ चाहिँ दाल रहेछ होइन। सो आज कहाँ चाहिँ राख्नु भएछ त? सो गाइज होइन मैले चाहिँ भेटिनँ। अब आगो फुकेर यहाँ दुध देख्न सक्नुहुन्छ, लोकल दुध, लोकल भैँसीको दुध होइन। अब यो चाहिँ टाक्ला तताइन्छ र मजाले पिन्छ है। ल गाइज भिडियो हेर्दै गर्नु होला। सो गाइज होइन अहिले चाहिँ अब के भइसक्यो भन्नु तपाईँहरूलाई। अहिले चाहिँ अब आगो फुकिसकेर मम्मीले चाहिँ यहाँ दुध पनि भैँसीको दुध पनि तताइसक्नुभयो र यतापट्टि होइन भात पनि पाकिसकेको छ गोली चुलोमा। सो अघि मैले चाहिँ यताउता भाँडातिर के खोज्यो यसले अब त्यस्तो भन्ठान्नु त्यस्तो लागेको थियो होला होइन तपाईँहरूलाई। अब मैले चाहिँ त्यो मासु खोजेको थिएँ। मम्मीले चाहिँ होइन मासु पकाइसक्नु भएको रहेछ, यहाँ तेलमा मासु हालिसक्नु भएको रहेछ। म चाहिँ कोठामा गएर बसिरहेको थिएँ, त्यो बास्ना आएर म चाहिँ भाग्दै आएको। सो होइन मम्मीले चाहिँ अब मैले खोज्दाखेरि चाहिँ भेटाइनँ होइन। सो यस्तै होला, मासु पाकिरहेको छ होइन। आज चाहिँ अब आज साउने सङ्क्रान्ति, आज 1 गते। सो त्यही भएर चाहिँ अब गाउँघरमा चाहिँ खसी काटेको थिएँ। कति किलोको भित्र खसी कति किलोको भित्र भने 35 किलो गरे। सो गाइस होइन खसी 35 किलोको भएछ र हाम्रो चाहिँ यहाँ जम्मा 500 किलो ल्याएको। किन भन्दाखेरि म मम्मी अनि बुवा मात्र हुनुहुन्छ घरमा चाहिँ। सो यहाँ भात पाकिरहेको छ देख्न सक्नुहुन्छ होइन। अब केही बेरपछि हामी कोदाको ढिँडो पकाउनेवाला छौँ। भिडियो हेर्दै गर्नु होला होइन। अब मासु पाकिसकेपछि तपाईँहरूलाई देखाउँछु म। देख्न सक्नुहुन्छ अहिले चाहिँ आगो गुर्र दुनी बलिरहेछ। हाम्रो मम्मी चाहिँ भान्से होइन। अब मम्मीले आफ्नो हातबाट बनाएको खाना त यति मिठो हुन्छ नि गाइज होइन। अब त्यसको त प्रशंसा गर्नै सकिँदैन। सो यस्तै हो, हाम्रो मम्मी चाहिँ हेरै गर्नुहुन्छ। सो साथीहरू होइन अहिले चाहिँ मम्मीले मासु चाहिँ पकाइसक्नु भएको रहेछ है, देख्न सक्नुहुन्छ मासु। सो अहिले चाहिँ मासु पाकिसकेको छ है, देख्न सक्नुहुन्छ कस्तो बाफाको तातो मासु खोर्सानी पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। मासुमा चाहिँ अलिक बोसो रहेछ है। अब यसले चाहिँ यसो छोपेर राख्थ्यौँ है। मम्मीले चाहिँ यहाँ मासु पकाइसक्नु भएको छ र यतापट्टि कोदाको ढिँडो पकाउनको लागि कन्तीमा पानी नि बसालिसक्नु भएको छ। यहाँ कोदाको पिठो पनि पारिसक्नु भएको छन् होइन। हाम्रो मम्मीले तपाईँहरूले देख्न सक्नुहुन्छ, मलाई हेरेर बस्नु भएको छन् है। सो गाइज अब चाहिँ होइन केही समयपछि ढिँडो पाक्नेछ र अनि हामी
मासु र कोदाको ढिँडो खानेछौँ सँगै बसेर, तिनजना सँगै बसेर। र मासु पकाउँदै गर्दाखेरि चाहिँ मम्मीले मलाई बोलाउनु भएन होइन, मम्मी आफैले मासु पकाउनु भइसकेछ। अब म तपाईँहरूलाई चाहिँ मम्मीले ढिँडो पकाउनु भएको चाहिँ पुरा देखाउँछु होइन। सो गाइज होइन, हेर्दै गर्नु होला। सो साथीहरू, अहिले चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ पानी चाहिँ उम्ले यस्तो मजाले। अब चाहिँ ढिँडो पकाउने होइन। अब हाम्रो मम्मीले चाहिँ ढिँडो पकाउनुहुन्छ टक्क लाएर। अब मम्मीले पिठो हाल्नुभयो र अब दाबिलो जुन चाहिँ काठको हो त्यसले चाहिँ मम्मीले ढिँडो पकाउनुहुन्छ गाइज। सो साथीहरू होइन, अहिले चाहिँ ढिँडो पकाइसकेँ होइन। अब मम्मीले चाहिँ चलाउनु भयो, अब मस्काउनेलाई चाहिँ गर्नुभयो होइन। मम्मी बाहिर जानुभयो, मैले मस्काएँ, ढिँडो चाहिँ पाक्यो होइन। सो देख्न सक्नुहुन्छ कोदाको ढिँडो यस्तो अगेनोबाट चाहिँ होइन, यहाँ टक्क ढिँडो पकाएको थिएँ। सो ढिँडो चाहिँ होइन यस्तो पाकिसकेको छ, देख्न सक्नुहुन्छ ढिँडो है। यो चाहिँ मासु देख्न सक्नुहुन्छ, तातो रहेछ गाइज। यो चाहिँ होइन ढिँडो र मासु टक्क लाएर देख्न सक्नुहुन्छ है, यस्तो राम्रो छ। आज मजाले खाने हो क्या कोदाको ढिँडो र मासु। र यहाँ भात पनि रहेको छ होइन, यो भात चाहिँ अलि पछि खाने। सो अब ढिँडोहरू चाहिँ पकाइसकेको छु भन्छु है। अब म मम्मी बुबालाई चाहिँ खाना खानको लागि बोलाउनलाई जान्छु। सो अहिले चाहिँ यस्तो रात परिसकेको छ, हेर्न सक्नुहुन्छ। मम्मी खाना पाक्यो, खाना खानु जाउँ, पाक्यो ल जाउँ। बुबा खाना पाक्यो जाउँ। सो गाइज होइन, बुबा छुटेर बस्नु भएको चाहिँ मम्मी चाहिँ यहाँ आफ्नै पारामा होइन मोबाइल चलाएर बसिरहनु भएको छन्, हेर्नलाई सक्नुहुन्छ। सो गाइज होइन, अब मम्मी चाहिँ आउनुहुन्छ। किनकि मैले मोबाइल चाहिँ मैले लिइसकेँ मम्मीको। अब मम्मी चाहिँ पछि आउनुहुन्छ है। अब हामी मस्त लाएर ढिँडो खान्छौँ ल गाइज। ल है, अब मैले चाहिँ बुबा मम्मीलाई बोलाएको थिएँ, बुबा मम्मी चाहिँ आइसक्नु भयो, हेर्नलाई सक्नुहुन्छ। अब टक्क लाएर यहाँ मम्मीले आएर चाहिँ टक्क लाएर यहाँ खाना पस्किनुहुन्छ। अनि हामी बुबा मम्मी र म चाहिँ बसेर खाना खानेछौँ। सो साथीहरू होइन, अहिले चाहिँ मम्मीले चाहिँ सबै खाना चाहिँ पस्किसक्नु भएको छन् है, देख्न सक्नुहुन्छ। मम्मीले चाहिँ हामी तिनैजनाले चाहिँ खाना पस्किसक्नु भयो। अब हामी खाने तयारी गर्छौँ गाइज। अब हामी चाहिँ तिनैजना बसेर चाहिँ खाना खान आँटेको। बुबाले चाहिँ खाना खाना सुरु गरिसक्नु भयो, म पनि सुरु गर्छु। मलाई चाहिँ खसानी परेको छैन है, पर्यो त। फाइनली गाइज मैले चाहिँ मासु र ढिँडो अनि भात खाएर सकाइसकेँ। मम्मीले पनि सकाइसक्नु भएको छ, देख्न सक्नुहुन्छ मम्मीको थाल धन्ने मासु खसेको। बुबाले पनि ढिँडो थपेर नै खाएर सकाइसक्नुभयो। सो गाइज होइन, हाम्रो खाना चाहिँ कम्प्लिट भयो। अब म हात मुख धुनेछु। फाइनली गाइज मैले चाहिँ हात मुख चुठेर आइसकेँ। मम्मीले खाना खाएर कम्प्लिट सकाइसक्नुभयो, बुबाको थोरै बाँकी छ। सो गाइज होइन, भिडियो राम्रो लागे च्यानल सब्सक्राइब गर्नु होला। भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा व्यक्त गर्नु होला भन्दै यो भिडियोलाई सेयर गर्नु भन्दै आजको भिडियो यहीँ टुङ्गाउन चाहन्छु। टाटा बाई बाई, बाई गरिदिनु भने बाई 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 होइन कि टाटा बाई, टाटा बाई बाई भन्ने मैले मलाई हेर्ने होइन त्यहाँ टाटा भन्ने छ त्यहाँ। टाटा बाई बाई ल भयो। कहाँ पुर्याउने हो।